अनुभव गर्नुभएको छ भ्रष्टतालाई तपाईले के अनुभव गर्दै हुनुहुन्छ हजुर त्यो आफूसँगको सङ्घर्षलाई अथवा तपाईले के अनुभव गर्दै हुनुहुन्छ हारलाई बुझ्दै हुनुहुन्छ नि त्यो किन भन्दै गर्दा परमेश्वरले के नगरेर होइन तपाईले चाहिँ के नगरेर के रे परमेश्वरले के नगरेर होइन खाली परमेश्वरसँग प्रार्थना गरेर प्रभु भनेर है उपवास बसेर प्रार्थना गरेर मात्र आफैलाई धोका नदिनुहोस् तपाईले गर्नुपर्ने जिम्मेवारी छ परमेश्वरले तपाईलाई त्यो तपाईको हातमा छोडिदिनु भएको छ सो तपाईले गर्नुपर्ने काम हो आमेन सो तपाईले गर्नुपर्ने के हजुर के गर्ने त्यागिदिने सबैले के गर्ने त्यागिदिने सबैले के गर्ने त्यागिदिने छोडिदिने के गर्ने छोडिदिने पनि भन्दै गर्दा हिजोको दिनमा तपाईहरु जुन प्रकारले हिँड्दै हुनुहुन्थ्यो अब त्यो अनुसार तपाई हिँड्न मिल्दैन अब तपाईका चालहरुलाई चलनहरुलाई तपाईका व्यवहारलाई तपाईले के गर्न आवश्यक छ बदल्न आवश्यक छ अनि यसलाई बदल्नलाई अब हामीले के काम गर्नुपर्ने हुन्छ त्यो के हो भने भन्दै गर्दा 23 पदमा लेखेको छ सो 23 पदमा हेर्नुस् 23 पदमा र आफ्नो भित्री वर्तमानमा के हो नयाँ हो सो नयाँ हो आफ्नो काम नयाँ हो भित्री वर्तमानमा भन्दै गर्दा धेरै मानिसहरु चाहिँ बाहिर वस्त्र मात्र फेरेर आफैलाई के बनाउन खोज्दैछन् नयाँ बनाउँदैछन् अनुहारलाई धोएर है विभिन्न क्रिम पाउडरहरु लगाएर है विभिन्न साबुनले नुहाएर आफूलाई के बनाउन खोज्दैछन् नयाँ बनाउन खोज्दैछन् त्यसरी नयाँ हुँदैन विभिन्न ठाउँहरुमा नयाँ ठाउँहरुमा गएर म नयाँ हुन्छु कि भन्ने मानिसहरुले सोच्दैछन् तर तिनीहरूले आफैलाई के गर्दैछन् धोकामा पार्दैछन् नयाँ हुनलाई तपाईले म सुन्नुस् ल के गर्न आवश्यक छ भन्दा भित्री वर्तमानमा नयाँ हुन आवश्यक छ